त दुई भइसक्यो तेरि एउटा मात्र मबाट सिलिन्डर भयो। हेलो साथीहरू, हेर्नुहोस् त यसपालि पनि मेरो घरको छतमाथि ड्रागन फुल पनि फलेको छ है साथीहरू। हेर्नुहोस् त मजाले पाकेको छ ड्रागन फुल। सबैभन्दा ठुलो चाहिँ यहाँ छ है साथीहरू। हेर्नुहोस् त झन्डै आधा केजीकै छ होला हौ यो त। हेर्नु त सबैभन्दा ठुलो म कति हेर्नुहोस् न साथीहरू। ल यसपालि चाहिँ यसरी फलेछ समयको फल है। ल हेर्नुहोस् है साथीहरू। हेलो हाई नमस्ते सबैजनालाई। साथीहरू आरामै हुनुहुन्छ होला, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ हामी धेरै पछि फेरि आएको छौँ। हामी दुई बुढाबुढी चाहिँ डाइट च्यालेन्जको लागि। हेरेर इन्जोय गरिदिनु होला साथीहरू है। अनि अब चाहिँ हामी च्यालेन्ज गर्न लागेको छौँ। अनि यहाँ चटपटे छ, अनि यहाँनिर पापड छ, यहाँनिर चिकन विङ छ, यहाँनिर मकै छ उसिनेको, अनि अन्डा छ, मोमो छ, अनि आलु चप, अनि ससेट, यहाँ कोक पनि छ, अनि मेरै घरको छतमा फलेको ड्रागन फ्रुट पनि छ है साथीहरू है त। हेरेर इन्जोय गरिदिनु होला। ल हामी अब च्यालेन्जको लागि सुरु गरौँ है त साथीहरू। ल सिजर पेपर रक, सिजर पेपर रक। देखाइदे। रेडी 6 5 अब सुरु। बुढीको थुक मिलेर खतम ताजी। अब काट्यो भयो त। अलिक अगाडि थुक मिलाएर खतम। यही खानुपर्छ नि पहिला त। अनि अलिक छिटो गर्नु। छिटो खाएर त अड्किन्छ नि त बुढो मान्छे। ल भयो भयो अब भयो है। एक बाँकी गेम सुरु भइसक्यो। नानी कला ल मेरो पाला है त। ए 5 ल ल लु खतम भयो। आराम से। हेर्नुहोस् है 6 कति आटा आयो? 6 वटा हो। 6 आमामामा 6 6 वटा। हो नि त। ल 6 है। अब सुरु राईकोटाले। बिस्तारै बिस्तारै एक बाइट। अब यो दुई बाइट निकाल्नु मिलेन। यो दुई बाइट भयो अब। ल ल फिनिस अब हो। मुखमा हालेपछि चाहिँ हो। अहिले चाहिँ पारा आयो। ल 6 नै आयो यार। कति आयो? 6 नै आयो। ए ल मेरो 6 है। ए कुरो यसो पो त है। स्टिक त्यतिकै लिएको होइन नि त मान्छेले। यो त दुई भइसक्यो। अब हातैले देऊ हातैले। दुई भइसक्यो ल।
यसले 3 यसले 4 अझै 2 बाँकी नै भयो त अब त्यो पेट लास्ट बाइट 5 पग्नु अब तपाईँ पाक्ने हो ल स्टार्ट है पगिसक्छ के 6 How come 6 get 3 times? Not possible. 1 ल बिस्तारी है ए ल 3 बाइट गइसक्यो त 3. Yes, 3 I- times. झेली भयो बुढा No, the 4. करेक्ट 4. 5. 6. ल अब मेरो पाला है 3 3 मात्र 3 भएछ है एक त गइसक्यो ल ठिक छ एकैचोटि 2 What is that? 2 bite. Only last bite left. सिधै अब 1 last. अनि यसले त Okay, गयो now coke and then फिनिस finish. No, 3 bites. फिनिस Go, right answer. ठ्याक्केरी एउटा मात्रै भयो ल मेरो है अब ल 3 हो मम्मीले सघाउने हौ मोमो त 1 विङ्स चाहिँ कसरी नखाने हो यार अब यो दुईचोटि हाल्नु मम्मीले 2 लास्ट बाइट विङ्स ठुलो बाइट हाल्नु न अगाडि थम्दै ल लड्यो साथीहरू लड्यो अनि only 1 bite mommy only 1 bite only the finish put it down okay right answer turn no 6 4 कति भयो है 4 यो त yes बिस्तारै 1 bite बिस्तारै के 1 bite slowly 2 3 last one ल सिधै अब तपाईँको के now mommy turn 1 time ओहो है साथीहरू only 1 time साथीहरू only 1 time finish 4 निकाल्नु पाएपछि निकालेपछि चाहिँ हुँदैन है ल हेर त ड्रागन फ्रुट मात्रै खाएकै 2 सिध्यो सक्यो नि त तपाईँको बाबा 3 no 1 time 2 time mommy 2 ओहो 2 मात्र आएछ यार right चस्मा धरे
ओके 6 6 Oh my God, 6. ल के हो मान्छेले झेली गरे क्या हो आमामामा के हो बुढा हेर्नु न यता पनि होइन के अब बाबाको पनि सिद्धिन लाए ल सिद्धिएन भएन 2 times अझै छ हातले 3 यो काँटाले खानु त्यो हातले भयो काँटाले चाहिँ खाने के बाबाको सिद्धियो नो 2 times बाँकी सिद्धियो हौ झेलाएर भएको छैन नो सही छैन कुन खाऊ ल तपाईँ सिद्धि के Okay, now finished 3 3 ओ माई गड के हानेर बोलो अब lucky 3 अरू छ लकी 3 1 2 times left 2 बाँकी 1 हड्डी खायो नि त्यो खायो भने अनि चलाउँदै चाहिँ दिनु है ल यो फेल भयो फेल भइसक्यो झेली हालेर भयो या लक चाहिँ किन गर्ने एक 6 6 आमामामा now finished 1 ड्रागन फ्रुट साँच्चै मिठो छ है बुढा कति मिठो छ अहिले बोलाउँला नि बिस्तारै खाइसकेर सबै झऱ्यो हौ खाना टाइममा त बोल्नु हुँदैन ल ल कतै भयो है आफूले गन्ती गर्ने त झेली गर्ने होइन ल अब सिधो 2 times left पापड पनि खानु पर्ने नि यार त्यही भने बाबाले चिसो किन नखाएको चिसो पनि एक चिसो चाप ड्रिङ्क चिसो कसरी चाहनुहुन्छ पुगिसक्यो के अब गयो 5 1 time left oh ल just finish सुरु कस्तो होला है mommy turn 4 सुरु 4 ल एकैचोटि ऊ के अरे 4 1 सिधै 1 finish slowly चलाएको मात्रै लिनु भएन अर्को चाहिँ अनि फेरि ढाडमा हाल्नु पर्ला दुई होइन slowly हौ मम्मी slowly एक हुँदैछ 2 now 2 times अब यो बाँकी छ only 1 bite के मबाट सिलिन्डर भयो म हारेँ मेरो बुढीले जिती म हारी राईबहादुर हार्यो ल साथीहरू आजको डाइस च्यालेन्ज चाहिँ मैले जितेँ मेरो बुढाले चाहिँ गिभ अप गरिसक्नुभयो है साथीहरू हस् त सबैजनालाई बाई बाई माया गरिदिनु होला हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला ल साथीहरू बाई बाई लभ यू